हेलो एभ्रिवान, ला सोफिया फुल्ला वेलकम ब्याक टु माई अनदर न्यू भ्लग। आजको भ्लगमा चाहिँ हजुरहरूले मेरो टाइटल हेरेर थाहा पाइसक्नुभयो होला। आजको भ्लग चाहिँ हटपट स्पेसल भ्लग हुनेवाला छ। चाइना भन्ने बित्तिकै हटपट खाने प्लानिङ त भइसकेको थियो र हामी यो एक्सपिरियन्सको लागि एकदमै एक्साइटेड थियौँ। चाइनामा हाम्रो पहिलो दिनै हटपटसँगै एकदमै वार्म वेलकम भएको यो क्षणलाई चाहिँ मैले मेरो भ्लगमा समावेश गरेको छु। हजुरहरूले पनि हेरेर इन्जोय गर्नुहोला। हेलो गाइस, के गर्दै हुनुहुन्छ तपाईँ? म चाहिँ यहाँनिर स्पाइसेस हेर्दैछु। हामीलाई चाहिँ सबभन्दा चाहिएको चाहिँ यो है, स्पाइसी। यो भन्नुभयो है? त्यो नहाल्नु होला। हो यो हजुर, त्यो अलिकति हाल्नु होला। बाबु धेरै भयो होला। यो त यो तिल हटपट भन्न साथै मेरो चाहिँ वान अफ द बकेट लिस्टमै थियो कि मलाई एकदमै ट्राई गर्न मन लागेको खाना र मेरो लाइफकै फर्स्ट हटपट एक्सपिरियन्स त्यही पनि चाइनामा। योभन्दा अमेजिङ एक्सपिरियन्स के नै हुनसक्छ र। चाइना, कोरिया, जापान भन्न साथै हटपट एकदमै फेमस छ। तर म चाहिँ हटपट देखेर सुरुमै अलिक कन्फ्युज भएँ। यो खाना हो कि साइन्सको एक्सपेरिमेन्ट? सबै कुरा उम्लिरहेको, धुवा निस्किरहेको र हामी चाहिँ एक्साइटमेन्टमा इन्ग्रिडियन्ट्स हाल्दै निकाल्दै फेरि हाल्दै अनि तातो खाँदै। इट वाज एन अथेन्टिक एक्सपिरियन्स है हाम्रो लागि चाहिँ। स्पेसली हामी खाना लभरहरूको लागि चाहिँ यो एक्सपिरियन्स झनै एकदमै रमाइलो भयो। हटपटले हाम्रो पेट मात्र होइन, हाम्रो हर्ट पनि एकदमै वार्म बनाइदियो। हुन त हाम्रो लागि फर्स्ट एक्सपिरियन्स भए तापनि एनिजा र मेरो हस्बेन्डले चाहिँ पहिला पनि ट्राई गर्नुभएको थियो है। एज पर देयर फिडब्याक, दिस वाज वान अफ द बेस्ट हटपट दे हेभ एभर ट्राइड। सो मेनी भेराइटिज अफ मिट, सी फुड, भेजिटेबल्स, नुडल्स र ससहरू सबै कुरा एकदमै फ्रेस अनि डिलिसियस थियो। यो हटपट एडभेन्चरमा चाहिँ कसले के खायो भन्दा पनि कसले चपस्टिकसँग रियल स्ट्रगल गर्नु पर्यो र कसले चाहिँ मुख पोलेर पनि मिठो 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 छ भन्न छोड्नु भएन भन्ने कुरा वान अफ द मोस्ट इन्ट्रेस्टिङ पार्ट थियो है। इन्जोय गर्दै हुनुहुन्छ दिदी? ठिक छ बुढो, मिठो छ? हजुर मच्छी भित्र रस है हो, ट्राई गर्छ है त म। के हो त मान्छेहरू हजुर पनि चेयर्स गरौँ न ल। पखान मान्छे आउँदैछ। त्यसले चाहिँ झोल झर्छ। लाफिङ जस्तो देख्यो। कहिले सम्झिने दिदी?
でも場所は変わったんじゃん。近い2年前だね。 बिहान हो के थियो है हात्ती खाना सुरु가 오스요 यो 다음 부담 अंकललाई सर्क्यो अघि दिनु अरे सबै हाल्यो बाउचा आमा भरमा हामी बहुत चाहिन्छ Muy te. Muy. 이거 그냥 저를 피하는 거죠? 더 꺼라 Ui. Muy. 주문 시식이잖아요. 이나 보이세요? 꺼라 처음이라 एनब भने चाइनामा आएर चाहिँ हामीले चाइनाको वान अफ द मोस्ट फेमस आर्ट फेस चेन्जिङ आर्टलाई चाहिँ हामीले लाइभ हेर्न पाउँदाखेरि चाहिँ हामी एकदमै खुसी भएका थियौँ यस्तो अमेजिङ एक्सपिरियन्स क्रिएट गरिदिनु भएकोमा हाम्रो चाइनाको फ्यामिली हाम्रो एनिजाको सम्पूर्ण परिवारलाई चाहिँ धेरै धेरै धन्यवाद। चाइनामा हाम्रो वेलकम यस्तो मिठो तरिकाले भयो कि हामीलाई लाग्यो भिजा त चाइनाको थियो तर वेलकम चाहिँ एकदमै फ्यामिली प्याकेजमा आयो। मेरो भिडियो हेरेर इन्जोय गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि यस्तै यस्तै भिडियोको लागि प्लिज डु लाइक कमेन्ट एन्ड सब्सक्राइब माई च्यानल। थ्याङ्क यू सो मच फर वाचिङ गाइज। बाई बाई, सी यू इन द नेक्स्ट भ्लग।